हेलो गाइस, हामी आज बुट्टावल टु धोरपाटनको यात्रा गर्दैछौँ। हामी अहिले प्रवास आइपुग्यौँ। अब हामी रिडीको यात्रा गर्दैछौँ। बाटोको धेरै सिनहरू खिचेनौँ हामीहरूले। अहिले हामी रिडी क्रस भएर अब रुद्रबिनी गएर खाना खान्छौँ। अब हामी रुद्रबेनीदेखि अगाडि लागेका छौँ। खैरेनी चोरकाटे हुँदै यो अहिले हामी सोतामा छौँ। सोतादेखि अब मजुवामा छौँ। अहिले हामी मजुवा हुँदै अब हाम्रो यसपछि इन्द्रेगौडा हुँदै बुर्तिबाङ पुग्न लागियो। हामी अहिले बुर्तिबाङको बजारमा आइपुग्यौँ। बुर्तिबाङको बजारलाई क्रस गरेर कच्ची बाटो हुँदै हाम्रो गन्तव्य अब धोरपाटन तिर लाग्दैछ। बडीघाट नदीको किनार जाँदैछौँ। बाटोमा अब विकासका कामहरू हुँदैछन्। बाटो बन्दैछ। अब अप्ठ्यारो बाटोमा हिँड्दैछौँ हामी। अनि हामीले बाटोमा चाहिँ गाउँमा अहिले गहुँ पाक्ने सिजन भएको भएर त्यहाँका मानिसहरूलाई गहुँ काट्ने पनि चटारो भइरहेको छ। ठाउँमा मान्छेहरूले गहुँ काट्दैछन्। हाम्रोतिर काट्छन्, यहाँ चाहिँ टिप्दा रहेछन् गहुँ। बाटोमा हिँड्दै जाँदा कति राम्रो बस्ती मिलेको बस्तीको बिचमा हाम्रो गाडी अगाडि बढ्दैछ। हेर्नुहोस्, पहिलपुर गहुँ पाकिरहेको छ। त्यसमा पनि कस्तो मिलेको बस्ती, रमणीय ठाउँहरू हेर्दै हामी उकालो लाग्दैछौँ। यहाँ चाहिँ विशेष गरेर बच्चाबच्चीहरूले जहाँ देखे पनि बाई गर्ने चलन रहेछ। सबैको बाई खाँदै हामी अगाडि बढ्दैछौँ। कति राम्रो फर्सी, हेर्नुहोस्, फर्सी पनि देख्न सकिन्छ छानामा राखेको। बच्चाबच्चीहरूले सबैले गाडी देखेपछि बाई गर्नै पर्ने। त्यहाँ बनैभरि लालीगुराँसको फुल हेर्दै हामी अब धोरपाटन शिकार आरक्षणमा इन्ट्री गर्दैछौँ। गेटमा आइपुग्यौँ। धोरपाटनको शिकार आरक्षणमा आर्मीहरू बस्नु हुँदो रहेछ। त्यहाँ चाहिँ टन्न पिङ्क कलरको लालीगुराँस देखेको भएर मलाई चाहिँ एकदम रहर लागेर म लालीगुराँससँग रमाउँदैछु। फाइनल्ली हामी धोरपाटन पुग्यो। एकदम जाडो भएको कारणले हामीले मजाले आगो तापिरहेका छौँ। कपडा पनि त्यस्तै पातलो लगेछौँ। त्यही पनि जाडो एकदमै भयो। मजाले आगो तापिरहेका छौँ। हाम्रो यहाँ दाजुभाइहरू नाचगान गरेर रमाउँदै हुनुहुन्छ। हामी चाहिँ हेरिरहेका छौँ। अब यसपछि हाम्रो सुत्ने कार्यक्रम हुन्छ। खानपिन गरेर यहाँ सबै रमाउनु भएको छ। हामी यति बेला उत्तर गङ्गा ढोरबाराहा क्षेत्रमा छौँ। यो उत्तर गङ्गा भनेको भेरी नदीको शिर पनि भन्ने गरिन्छ। यहाँबाट आएको मुहानको पानी भेरी नदीमा मिसिन्छ भन्ने यहाँ भनाइ छ। यो उत्तर गङ्गाको बराहा क्षेत्र हो। धोरबराहा क्षेत्रमा बिहानको घाम लागेसँगै जाडो पनि एकदमै कम भएको छ। अब हामीले खसी काटेर खाना खाने भन्ने सल्लाह अनुसार हाम्रो यहाँ दाजुभाइहरूले खसी काट्दै हुनुहुन्छ। त्यसै गरी हामी फेरि अर्को ठाउँमा धोरपाटन शिकार आरक्षण कार्यालयतिर गयौँ। त्यहाँ छालाहरू, विभिन्न जनावरको छालाहरू राख्नुभएको रहेछ। हाम्रो गन्तव्य खाना खानको लागि फेरि त्यो ग्राउन्डमा आउँदैछौँ।
अनि हामीले त्यहाँ एकदमै गरिब बच्चाहरू पनि देख्यौँ। सबैले पैसा माग्ने, 5 रुपियाँ दिनु न, 10 रुपियाँ दिनु न पढ्नको लागि भन्ने। अनि त्यो सबैको त्यो गुनासो घरको एउटा पाहाडमा जन्मेको पाल्पा विगत ठाउँमा विगत भन्दा अलि सुगम छ। त्यो पाल्पामा जन्मेको हामी 9 सन्तान, हामी सानो उमेरमा यस्तै थियौँ कि 2 वर्षको अन्तरालमा थियौँ, 5 बहिनी 4 दाजुभाइ थियौँ। यस्तै समग्र यस्तै हो यो इतिहास। मलाई त्यो ठाउँको अहिले मेरो भूगोलको यथार्थ यो चित्रण गरेको म अत्यन्त यो बच्चाहरूदेखि हृदयदेखि बच्चाहरूलाई पैसा त मजाले उठ्ने भयो नि के ल बाड्नु, पैसा बाड्नु त अरू पनि किनेर सबै हो सबै बच्चाबच्चीको सुनेपछि अनि हाम्रो दाइहरूले चाहिँ एउटा चाउचाउ र एउटा कपी किनेर पैसा उठाएर कपी किनेर त्यहाँ बच्चाबच्चीहरूलाई बाँड्दै हुनुहुन्छ। हुन त सरकारले पनि उनीहरूलाई हेर्छ, त्यही पनि उनीहरूको चाहिँ त्यो मलाई लाग्यो बानी नै त्यस्तै माग्ने जस्तो लाग्यो। पिकनिक कहाँ धोरपाटन च्याङ्ग्रा हो के हो र कुन्नी मलाई थाहा छैन, तर के बटन थाहा भएन। के खाने हो? कुकुरलाई दिने हो कि खाने पनि हो? थप्दिउँ ल। कुकुरले पनि खाने, मान्छेले पनि खाने। मेरो त पालै आएन। हजुर अचार बाँड्ने हो। यसो हेरेँ मेसो नानी जस्तो देखेँ कि खाइरहनु होला। खाल कहाँ छ र? मलाई खाल खै सुनको थालो मलाई। धोरपाटनको यात्रालाई समाप्त गर्दै अब फेरि हामी आफ्नो गन्तव्यतिर लालीगुराँसको जङ्गल हुँदै फर्किँदैछौँ। बाटोमा मैले लालीगुराँस टिप्नको लागि कति दुःख गरेर माथि पहाड चढेर लालीगुराँस, यो पिङ्क कलरको लालीगुराँस मलाई साह्रै मन परेर म माथि जङ्गलको माथि गएर टिप्दैछु। अनि अर्को चाहिँ रानी कलर, यो पिङ्क भन्दा पनि एउटा गुलाबी एउटा रानी कलर हुँदो रहेछ। हेर्नुहोस् है कस्तो राम्रो छ। हामी फेरि लालीगुराँस देख्न नपाएका लालीगुराँससँग रमाउँदै सबैजना आफ्नो गन्तव्यतिर प्रस्थान गरियो। धोरपाटनको यात्रा रमाइलो र आनन्दमय भयो।